दर्शकबिन नमस्कार। म मनोज कुमार तमोली क्राइम सत्रक टेलिभिजनबाट। दर्शकबिन आज म तपाईहरुले केही जानकारी गर्न गइरहेको छु। आजभन्दा करिब 5 वर्ष पहिला 2078 साल श्रावण महिनाको दिन श्रावण महिनामा हाम्रो नेपाल हामी नेपाली भनेर अभियान चलाइरहेका अभियन्ता ज्ञानेन्द्र शाहीजी जुन हाम्रो नेपालमा नेपालगञ्जमा फर्स्ट चोटी आउनु भएको थियो र भेरी हस्पिटलको बारेमा, भेरी हस्पिटलको बेतिथिको बारेमा, भेरी हस्पिटलको लापरवाहीको बारेमा उहाँले कडाभन्दा कडा आवाज उठाउनु भएको थियो। त्यसमा चाहिँ म पनि सामिल भएको थिएँ र त्यहाँ लफडा भइसकेपछि ज्ञानेन्द्र शाहीजीको अभियन्तालाई नेपाल पुलिसले समातेर लगेर गएको थियो। त्यो पनि भिडियो मैले बनाएको थिएँ। सुरुदेखि लास्टसम्म मैले भिडियो बनाएको थिएँ र 2078 साल श्रावण महिनाको 32 गते जब सिडिओ कार्यालयमा ज्ञानेन्द्र शाहीजी जानुभयो त्यतिखेर म पनि त्यहीँ थिएँ। मेरो र ज्ञानेन्द्र शाहीजीको भेटघाट त्यहीँ भएको हो सिडिओ कार्यालयमा। र हाम्रो नेपालगञ्जको बाँके जिल्लाको बागडोर सिडिओ रामबहादुर गुरुमाङ साहब र एसपी ओम बहादुर राणाजीको हातमा जिम्मेवारी थियो। बाँके जिल्लाको जिम्मेवारी उहाँको हातमा थियो र उहाँको अभियन्तालाई सिडिओ साहबले पहिला त मान्नु भएन बाहिर निकाल्नको लागि। जब मैले भिडियो देखाएँ, प्रमाण देखाएँ, त्यसपछि चाहिँ सिडिओ साहबले उहाँ अभियन्तालाई चाहिँ बाहिर निकालेर ल्याउनु भयो। अनि त्यही सिडिओ कार्यालयमा हामीले सिडिओ कार्यालयको बाहिर आएर चाहिँ हामी एउटा सेल्फी पनि लिएका थियौँ सबैजना मिलेर। र म यो खासमा भिडियो बनाउनुको कारण के हो, अन्यथा नलिनुहोला। यो भिडियो मैले बनाएको कोही खास वजह छैन, कुनै अन्यथा छैन, कुनै गलत कारण पनि छैन। एउटा सम्झनाको लागि मात्रै यो भिडियो मैले बनाएको छु जुन चाहिँ ज्ञानेन्द्र शाहीज्यूले चाहिँ बिर्सिहाल्नु भएको छ। उहाँले म के भन्न चाहन्छु भने, सर तपाईलाई नेपालगञ्जमा सुरुमा आउँदाखेरि अप्ठ्यारो पर्दाखेरि चाहिँ म भेटेको थिएँ, मैले चाहिँ तपाईले सपोर्ट गरेको थिएँ र आजभोलि तपाईँ सांसद भइसकेपछि मलाई नै बिर्सिहाल्नु भयो। मलाई मेरो कुनै ख्यालै छैन तपाईलाई सर। त्यही भएर र आज उहाँ चाहिँ हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाको सांसद पनि हुनुहुन्छ अहिले, जो अहिले काठमाडौँको संसद भवनमा बसेर जनताको बारेमा राम्रै काम गरिराख्नु भएको छ। बुलन्द भएर आवाज पनि उठाउनुहुन्छ। त्यस्तै म के भन्न चाहन्छु भने, सर यदि तपाईलाई विगतमा कोही मान्छेले यदि साथ, सपोर्ट र सहयोग गरेको छ भने त्यो मान्छेले प्लिज कहिले पनि नबिर्सनु। किनकि त्यो मान्छे ठुलो छ या सानो छ मतलब छैन, तर याद गर्नुहुन्छ भने, याद गरिराख्नुभयो भने मान्छेले चाहिँ लाग्छ कि हो मलाई पनि कोही मान्छेले सम्झिन्छ जो म सम्झिरहेको थिएँ पहिला। अहिले चाहिँ ऊ मान्छे जे जति ठुलो पदमा बसे पनि अहिले पनि मान्छे चाहिँ सम्झिरहेछ भनेर एउटा आत्मबोध हुन्छ, एउटा सहनशीलता आउँछ मान्छेमा र एउटा सम्बन्ध पनि राम्रो, मान्छेको सम्बन्ध पनि राम्रो हुन्छ। फेरि पनि केही परिगयो भने त्यसमा पनि अगाडि साथ, सपोर्ट र सहयोग गर्नुपर्छ, गरौँला। तर सर म के भन्न चाहन्छु भने, एकचोटि मात्रै कमसेकम मलाई फोन गरेर सम्झिहाल्नुहोस्। म त्यो फोटो पनि हाल्छु जुन हाम्रो सम्झनाको एउटा फोटो थियो सिडिओ कार्यालयमा लिएको, त्यो फोटो पनि म सार्वजनिक गर्छु। तर चाहिँ सर म के भन्न चाहन्छु भने, कोही पनि मान्छेलाई चाहिँ जो साथ सपोर्ट विगतको दिनमा गरेर आएको छ भने त्यो मान्छेले कहिले पनि नबिर्सनु होला। यो चाहिँ मेरो तपाईलाई पदार्थ गराउन खोजेको, याद गराउन खोजेको र सम्झना गराएको कि सर म त पहिल्यै सम्झिरहेको छु, तपाईँ चाहिँ बिर्सिहाल्नुभयो मलाई। जति ठुलो पदमा गए पनि तर आफ्नो सपोर्टरलाई चाहिँ कहिले पनि बिर्सनुहुन्न।
र यो भिडियोलाई चाहिँ अन्यथा नलिनु होला सर, मैले गलत कारणले बनाएको होइन, एउटा सम्झनाको लागि मात्रै बनाएको हो। यदि तपाईँको मन लाग्छ भने मलाई फोन गर्नु होला। याद आयो भने, बिर्सिहाल्नु भने सर केही मतलब छैन। मेरो नम्बर रहेको छ सर, सम्पर्क नम्बर 97 085 96 053। एकपटक फेरि भन्छु सर, 97 085 96 053 मेरो नम्बर रहेको छ। मलाई चाहिँ सम्पर्क गर्नु सक्नुहुन्छ सर। यदि सम्झना आयो, याद आयो भने फोन गर्नु होला। धन्यवाद, राम राम।